यो एउटा घर हो, त्यो चाहिँ गोदाम हो होइन। एउटै मात्र छ। यी सल्लाहको बोट राखिदिएको छ। यी यत्रो घरमा हेर्नुहोस् है, यत्रो घरमा म एक्लै बसेको छु, चौकीदार राखेको छ होइन नि। के भनौँ अब, टिभी छ होइन। अब खोलेर हेरौँ त भित्र होइन। होइन अनि राति चाहिँ यहाँ भूत बस्छ क्या। 4 जना बस्छन् यहाँ, 2 जनाको जना बस्छन् कोनी। जोहरू एग्रिकल्चरमा आउँदाखेरि चाहिँ अलिकति विचार गरेर आउनु होला है। कोही कोही बेला एक्लै पनि पर्न सकिन्छ। अनि अब के भन्ने, गाह्रै छ क्या एग्रिकल्चरमा है। त्यही भएर ओके यत्रो घरमा डुङडुङ टिममा कोही छैन हजुर, एक्लै बस्नु परेको छ। के गर्ने, कम्पनीले ल्याएर कहाँ लगेर फालिदियो, यस्तै हो। यही गाह्रो छ मलाई। ल मलाई चाहिँ हेर्नुहोस् है, म एक्लैलाई यस्तो ठाउँमा ल्याएर राखेको छ, कोही छैन, साथीहरू पनि। हजुर त्यो देख्नुहोस्, त्यही घर हो, भूत बङ्गला। पुरानो घरमा छुट्टै छ। ल हेर्नुहोस्, यही घर हो। बाटो छ, छुट्टै छ। यो चाहिँ मेरो अंशमा परेको घर है। दूर दूर तक अनि पर्तिर अलिअलि घर छ। छुट्टै घर छ कि, एक्लो एउटामा राखेको छ। पर चाहिँ घर छ, सब खेतबारी छ। यस्तो छ ठाउँ, हेर्नुहोस् न। पर चाहिँ मेन रोड छ है उता। अनि अहिले चाहिँ साकुरा पर्तिर अलिअलि फुलिरहेछ। हेर्नुहोस् घर, यो एउटा घर हो, त्यो चाहिँ गोदाम हो होइन। एउटै मात्र छ। यी सल्लाहको बोट राखिदिएको छ। यी यत्रो घरमा हेर्नुहोस् है, यत्रो घरमा म एक्लै बसेको छु, चौकीदार राखेको छ होइन नि। के भनौँ अब, टिभी छ होइन। अब खोलेर हेरौँ त भित्र होइन। कोठा चाहिँ छ यहाँनिर, एउटा कोठा यो पनि खाली नै छ। यो चाहिँ किचन भइहाल्यो होइन। भित्र चाहिँ फेरि बस्नु चाहिँ एकदम ऊ छ है, के अरे भिआइपी छ क्या। ल यो चाहिँ भूत बङ्गला है। ओह हेर्नु नि, अँध्यारोमा भित्र कोही छैन। यस्तोमा ल्याएर राखेको छ एक्लै, साबिसी भएर तपाईँको। यो चाहिँ अब बाथरुम टोइलेट हो होइन। यस भित्र चाहिँ राम्रो छ क्या, फेरि डेकोरेसनहरू यही भइहाल्यो। अँध्यारो छ, त्यो चाहिँ खामिसामा हो कि भगवान्को के गर्ने ठाउँ हो तिनीहरूको होइन। अनि राति चाहिँ यहाँ भूत बस्छ क्या। 4 जना बस्छन् यहाँ, 2 जनाको जना बस्छन् कोनी होइन। अनि यहाँ पनि छ एउटा कोठा यी खाली, यहाँ पनि भर्याङ छ। अनि
यहाँ पनि बस्छन् है भूतहरू। भित्र चाहिँ कोठा राम्रो छ क्या फेरि। यत्रो घरमा डुङडुङटीमा कोही छैन हजुर, एक्लै बस्नु परेको छ। के गर्ने, कम्पनीले ल्याएर कहाँ लगेर फालिदियो यस्तै हो। गाह्रो छ मलाई। यहाँ भयो होइन। अनि यो चाहिँ भित्र छुट्टै छ, फेरि अर्को छ। अब यो चाहिँ गोदाम हो, उताको चाहिँ यो चाहिँ गोदाम हो। यो फाल्टो मान्छेको घर होइन, यो पनि यहीँको घर, तर यहाँभित्र चाहिँ गोदाम छ, के राख्नु मिल्छ। अनि अब यहाँ लुगा सुकाउने ठाउँ भइहाल्यो। साइकल त्यो एउटा दिएको छ, साइकल। अनि यो चाहिँ मेरो कोठा छुट्टै छ। यहाँ चाहिँ फेरि म चाहिँ चौकीदार हो नि त। राम्रै छ कोठा पनि होइन। भित्र चाहिँ फेरि एवान हुन्छ क्या यिनीहरूको। यस्तो बालुवा जस्तोमा राखेको छ मजाले, होइन यस्तै छ। अब यहाँको कोठाहरू हेर्नु न, बाहिरबाट हेर्दा चाहिँ कति पुरानो छ है, भत्किएर हो। भित्र चाहिँ फेरि विशाल छ। परसम्म मान्छे छैन, एक्लै। हेर्नुहोस् न, यस्तोमा ल्याएर राखेको छ कम्पनीले। जापानमा यस्तो पनि हुँदो रहेछ होइन। एक्लोपन भएर, साबिसी भएर हेर्नु न। अब के भनौँ, त्यही भएर हजुरहरू एग्रिकल्चरमा आउँदाखेरि चाहिँ अलिकति विचार गरेर आउनु होला है। कोही कोही बेला एक्लै पनि पर्न सकिन्छ। अनि अब के भन्ने, अलिक गाह्रै छ क्या एग्रिकल्चरमा है। अनि त्यही भएर ओके गाइज, बाई बाई, सी यू नेक्स्ट ब्लग।